हेलो एभ्रिवान, दिस इज माई न्यू भ्लग। आजको भ्लगको सुरुवात मैले प्युठानबाट गर्दैछु। खसी कटिङ भइसकेको छ। यहाँ बुवा हुनुहुन्छ, यिनी काइली साली, यहाँ जेठा दाई, माइली दिदी, यहाँ दिदी हुनुहुन्छ, ठुल दिदी सोहन जाम दम दिदी जानियो, आमा हुनुहुन्छ, समन आविष्कार। छेउमा झिमरुक सुसाइरहेको छ। दम्ती बजार इन्टर त गरियो, तर पसलहरू सबै बन्द छ। क्या खतरनाक बाटो। अब हामी झिमरुक नदीतिर जाँदैछौँ। नपाए पनि यस्तो जलफल त्यहाँ गहिरो होला है। त्यो त बाहिरबाट कहाँ चिसो लाग्छ त, यहाँ आएर टेकेको चिसो लाग्छ त। झिमरुक नदीको चारैतिरको दृश्य। यो साँगुरो पनि बनायो क्या नि कुलोलाई। स्ल्याब पनि यो सानो थियो, अहिले ठुलो भएछ। माथि उक्लिने बाटो। अब टीको सुरु भइसकेको छ। पहिला बिहामा चाहिँ नातिनीलाई दिने दिनलाई दिने अब त लाइन नदी भयो नि त। जयन्ती मङ्गला काली भद्र काली कपालिनी लाइदिनु हजुरले पनि सँगै लाइदिनु। अब के हो सब अरू ठुल्ठुलो रुपैयाँ छानी भन्ने कुरा भएन। जुन पोस्टमा पैसा छ पर्वतहरू हुँदै जाओस्। अब जयन्ती मङ्गला काली भद्र काली आमा यो राख्नु जमरा पहिला नमस्ते दुर्गा भनेर सगरु। अब मेरी नातिनी अब पिर्स्यो हामीलाई, यो पिरहरू फुटा पाइने। अब हामीलाई जीवनजोडी राम्रो होस्, सुख शान्ति होस्। अब के भनौँ, अब हामी बुढाबुढीलाई बाध्यसँगलाई सम्झे। अब पैसा त गइहाल्नु ल। आशीर्वाद चाहिँ बाँडिहाल्नु हो। उल्टो सिधा बनाइदिनु। आशीर्वाद मनमा नै दिने थाहा पाउँछ। मलाई भन्नुहुन्छ हजुरले मेरो भन्दा त मैले फेरि विश्वलाई सम्झिरहेको। भयो। अस्ति छिटो गर्नु छ माइतीले काम। हो छिटै गर्ने हो। धेरै धेरै आशीर्वाद छ। आशीर्वाद बाँडिहाल्नु। आशीर्वाद दिनु है। पैसा थोरै दिनु हुन्छ, आशीर्वाद धेरै दिनु पर्यो।
के गर्नु भदैलाई खेर निधारमा त पसाएर त उठ्यो दयाले सुमनलाई निदा भन्छ त्यो निदा खुल्ला छ सुमनकोमा जति नि हट्छ ठिक जमाना ताली ठिक आउँछ सबै काटेको मैले मेरो अस्ति देउसीमा अझै ल्याएन एउटा बोतलमा मात्रै राखिदिएँ नवदुर्गा भवानीले रक्षा गरे धेरै धेरै आशीर्वाद मनोकांक्षा पुरा होस् टाढा भए पनि कहिले काहीँ आउँदाखेरि पस्नु होला भए धेरै पटक लाउनु पर्दैन भुलेछु त हामी पण्डित मात्रै हो कि पूजा सबभन्दा राम्रो भनेको मान्छे चिन्ने भनेको सुसङ्गत दोस्ती हो अरे मोटाउनु पर्यो भने छोरा सङ्गत गरे बुढा त फुलेर उठ्छ भाइलाई आशीर्वाद मोटाउनु पर्यो पनि त्यही है म त ठिक छ करियरको होइन ब्रेक थ्रु पास भइरहेछ राम्रो युनिभर्सिटी भेटाएर पुलिस स्कलरसिप मिलेर टक्क हिजो पनि लागोस् भनेर धेरै रिसाउने चाहिँ होइन बाबा मम्मीलाई चाहिँ माया गर्ने केही भन्नु मन लाग्ने नम्र भाषामा भन्ने अस्ति कहिले सुन्नुभएछ कि एउटै आशीर्वाद करियरमा चाहिँ अब ब्रेक छु होइन एकदिन कहाँ पुग्ने के गर्ने भन्ने कुरा अब अहिलेकै करियर के छु मोबाइल अलिक कम चलाऊ साथीहरूसित देख्नुपर्छ तपाईँ ध्यान जता ततै होइन के बुवा आमाले हामीलाई लाइक गाह्रै भनिएको छैन अब यहाँ बहिनीहरू पहिला मलाई सहयोग गरिदिन्छ लाइदिनु कि एकैचोटि भएन टिका लाउनु के भएन आशीर्वाद चाहिँ यसो टुक्रा टुक्रामा आन्टी एकैछिन ल आशीर्वाद दिइहाल्नु बुवाले सबै आउँछ कि रक्षा गर्नु सुरक्षा गर्दै गएका छन् हप्ता नहुने बाबाआमालाई सम्झाउने हो नमस्ते
कपालमा ठिक लाग्दैन अब हामी सन्तोष छौँ अब हामी नेपालमा जाँदाखेरि त्यो बेलाको कुरो सम्झिँदै त यस्तो नाति होला अब कुनै हिरो भन्छ हिरो जे होस् गाली भन्दा गाली बगानको कौवा छ बा अब हेर्दाखेरि बामालाई भुटेमा है अब घाँटीले हेल्दी बने मानसिक रूपमा हेल्दी भयो भने शारीरिक त्यसै हेल्दी भइन्छ है सब ठिक हुन्छ भोलि जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने हो टेन्सन हाम्रो त आज बल्ल दसैँ हेल्दी झन् बढी छु हामीलाई यतिकै धेरै माया गरिराखे त्यो माया संसारलाई पुऱ्याउ सबलाई माया गरेपछि आफू पनि खुसी भइन्छ ला म त थिचेकै रहन्छु म चलिरह होला भने म त चलिरह होला भनेर अहिले म टाइम हेरेको पच रहेछ तपाईँलाई भएको होइन गिलास कता लगाएको छु घरै फर्किने क्रममा अहिले म बागडुला पुग्न लागेको छु ठोकियो क्या दसैँले गर्दा त पसलहरू खासै खुल्याएर हिँड्छ नि तपाईँले अस्ति 8 दिनसम्म त खुल्ल्या थियो त्यसपछि ठप्प नै रहेछ आजसम्म ठप्प शनिबार नै खोल्छन् ए शनिबार पनि ओकेर आएको छ त होइन त्यही भएर हो यो बागडुलाको मार्केट घरै जानको लागि गाडीको पर्खाइमा छु म यो बागडुलाको चारैतिरको दृश्य